हेलो नमस्ते एभ्रिवान, स्वागत छ तपाईहरुलाई हाम्रो किचन हाम्रो भान्सामा। आज चाहिँ म हजुरहरुसँग शेयर गर्दैछु एकदमै मिठो आलु पराठाको रेसिपी। हुन त भान्सामा पकाउने आफ्नै तरिकाहरु हुन्छ, तर आज चाहिँ म हजुरहरुसँग मेरो तरिकाबाट आलुको पराठा रेसिपी शेयर गर्दैछु। आशा छ आजको रेसिपी भिडियो हजुरहरुलाई पक्कै पनि मन पर्ने छ। आउनुहोस् अब पराठा बनाउनतर्फ लागौ है त। यहाँ चाहिँ मैले मेनली पराठाको लागि चाहिने पिठो, आटाको पिठोलाई 2 कचौरा जति लिएको छु। पिठोमा चाहिँ मैले थोरै ज्वानोलाई पनि मिक्स गर्दैछु फ्लेभरको लागि, यो चाहिँ अप्सनल हो। अब चाहिँ म यसलाई मिक्स गर्दैछु यसरी हातको सहायताले। मजाले एकचोटी मिक्स गरिसकेपछि अब चाहिँ यसमा हामीले थोरै थोरै गरी पानीलाई राख्दै यसको डो बनाउनु पर्छ। पानीलाई चाहिँ थोरै थोरै गरी नै राख्दै जानुपर्छ। एकैचोटी राख्यो भने चाहिँ डो गिलो हुने सम्भावना बढी हुन्छ। यसरी डो बनाउँदा पिठो चाहिँ एकदमै राम्रोसँग मुछिएको हुनुपर्छ। हजुरहरुले देख्न सक्नुहुन्छ अब चाहिँ हाम्रो डो रेडी भइसकेको छ। डो यतिको भएर रेडी भइसकेपछि यसलाई चाहिँ हामीले 15 देखि 20 मिनेटसम्म रेस्टको लागि छोडिदिनु पर्छ। डोलाई रेस्ट गर्न राखिसकेपछि यहाँ चाहिँ मैले अलरेडी एउटा मिडियम साइजको प्याज, 2वटा हरियो खोर्सानी र लसुन र अदुवाको पेस्ट पनि रेडी गरिसकेको छु। प्याज खोर्सानी चाहिँ यसरी नै मसिनो गरी काटेको हुनुपर्छ। यसमा चाहिँ हजुरहरुले धनिया अनि फ्लेभरको लागि अरु मसलाहरुलाई पनि एड गर्न सक्नुहुन्छ। र यहाँ चाहिँ रहेको छ आलु। आलुलाई चाहिँ मैले पहिले नै उसिनेर रेडी गरिसकेको छु। 2 कचौरा जति आटाको पिठोको लागि चाहिँ यहाँ मैले 300 ग्राम जति आलुलाई लिएको छु। अब चाहिँ हामीले यसमा अघि तयार गरेको प्याज र हरियो खोर्सानीलाई पनि एड गरिदिनु पर्छ। प्याज, खोर्सानी, लसुन अदुवाको पेस्टलाई राखिसकेपछि यहाँ चाहिँ अब हामीले स्वाद अनुसार नुनलाई पनि राख्नुपर्छ। सबै कुरा राखिसकेपछि अब चाहिँ यसलाई एकदमै मजाले म्यास गर्नुपर्छ। मैले चाहिँ हातैले आलुलाई म्यास गरेको छु। यसलाई चाहिँ जति मसिनो गरेर म्यास गरेर पराठा त्यति नै राम्रो बन्छ। उसिनेको आलुलाई चाहिँ हातले यसरी म्यास गर्नुभन्दा पहिले करेसोमा कोर्दा एकदमै बेस्ट हुन्छ। पराठा रेडी गर्दा चाहिँ आलु चाहिँ एकदमै मसिनो भएको हुनुपर्छ। हजुरहरुले देख्न सक्नुहुन्छ मैले चाहिँ आलुलाई एकदमै मसिनो गरेर म्यास गरिसकेको छु। हजुरहरुले चाहिँ यो भन्दा पनि अझै मसिनो बनाउनु भयो भने अझै बेस्ट हुन्छ। आलु चाहिँ यसरी म्यास गर्दा डल्ला डल्ला बस्यो भने पराठाहरु चाहिँ बीचबीचमै फुट्ने सम्भावना ज्यादा हुन्छ। त्यसैले आलुलाई चाहिँ एकदमै टाइम दिएर मजाले म्यास गर्नुपर्छ। अब चाहिँ हाम्रो पराठाको लागि फिलिङ पनि रेडी भइसकेको छ। अब चाहिँ हाम्रो यो डोलाई रेस्ट गरेर राखेको पनि 15 मिनेट कम्प्लिट भइसकेको छ। यसलाई चाहिँ म फेरि पनि एकपटक थोरै तेललाई राखेर मुस्दैछु। पिठोलाई चाहिँ जति राम्रोसँग मुस्न सक्यो त्यति नै मिठो रोटी पनि बन्छ। अब चाहिँ हाम्रो पराठाको लागि सबै सामानहरु रेडी भइसकेको छ। अब चाहिँ मैले यहाँनिर आटाको एउटा डल्लालाई लिदैछु। अब चाहिँ यसलाई हामीले हातको सहायताले यसरी गोलो बनाउनु पर्छ। अब चाहिँ यो यतिको गोलो भइसकेपछि चाहिँ यसलाई चाहिँ अब हामीले बेल्नु पर्छ। यसलाई बेल्नु भन्दा पहिले चाहिँ म यहाँ थोरै ड्राई पिठोलाई पनि छर्किन्दैछु ताकि हाम्रो रोटी चाहिँ यसमा नटासियोस्। पराठाको लागि रोटी चाहिँ ठिक्क अनि बाक्लो हुनुपर्छ। रोटी चाहिँ यतिको भएपछि अब चाहिँ यसमा हामीले अघि बनाएको आलुको फिलिङलाई हाल्नुपर्छ। यदि हजुरहरुले फर्स्ट टाइम पराठा बनाउँदै हुनुहुन्छ भने मैले जसरी नै हजुरहरुले पनि फिलिङ थोरै राख्न सक्नुहुन्छ। यसरी रोटीमा फिलिङलाई राखिसकेपछि यसलाई चाहिँ हामीले मोमोलाई जस्तै र्याप गर्दै जानुपर्छ। मोमोलाई जसरी र्याप गरेर मजाले बन्द गरिसकेपछि यसलाई चाहिँ यसभित्र भएको फिलिङलाई सबैतिर पुर्याउनको लागि यसरी हातले बिस्तारै थिचेर गोलो बनाउनु पर्छ। यसरी गर्दा चाहिँ भित्रको फिलिङ सबैतिर पुग्छ अनि पराठा एकदमै मिठो हुन्छ। फिलिङ राखिसकेपछि अब चाहिँ यसमा म फेरि पनि ड्राई पिठोलाई छर्केर अब चाहिँ हामीले यसलाई बेल्नाले बिस्तारै बेल्दै जानुपर्छ। हजुरहरुले देख्न सक्नुहुन्छ पराठा चाहिँ एकदमै राम्रोसँग बेलिएको छ। अब चाहिँ बाँकी रहेको डोलाई पनि पहिलेकै प्रोसेसमा एक एक गरेर पराठा बनाउँदै जानुपर्छ।
यसरी रोटी बनाएको पिठो र्याप गर्दै जाँदा पिठो अलिकति बढी भएको जस्तो लाग्यो भने हजुरहरूले चाहिँ यसरी नै त्यो बढी भएको पिठोलाई चुड्याएर राख्न पनि सक्नुहुन्छ। अब चाहिँ म यहाँ तातिएको प्यानमा अघि बनाएको पराठालाई राख्दैछु। अब चाहिँ यो मुनितिर पाक्दै गर्दा यसमा चाहिँ म थोरै सनफ्लावरको तेललाई राख्दैछु। यसमा चाहिँ हजुरहरूले तेलभन्दा पनि घिउ अथवा बटरलाई राख्नुभयो भने एकदमै स्वादिलो बन्छ पराठा। पराठाको माथिल्लो भागमा तेललाई राखिसकेपछि अब चाहिँ यसलाई हामीले फर्काउनु पर्छ। एकचोटि फर्काइसकेपछि फेरि पनि फर्काइसकेको भागमा थोरै तेललाई राख्नुपर्छ। दुवैतर्फ तेललाई राखिसकेपछि अब चाहिँ हामीले यसलाई लो हिटमा राम्रोसँग फर्काइ पकाउनु पर्छ। दुवैतर्फ राम्रोसँग फर्काउँदै पकाइसकेपछि हाम्रो चाहिँ फर्स्ट पराठा चाहिँ पाकिसकेको छ। अब चाहिँ फेरि पनि बाँकी रहेको सबै पराठाहरूलाई त्यसरी नै पकाउनु पर्छ। हाम्रो चाहिँ सबै पराठाहरू पाकेर रेडी भइसकेको छ। यसरी नै हजुरहरूले पनि घरमै छिटो र मिठो आलुको पराठा बनाएर खान सक्नुहुन्छ। यसलाई चाहिँ हजुरहरूले खाजा अथवा नास्तामा सर्भ गर्न पनि सक्नुहुन्छ। पराठालाई चाहिँ हजुरहरूले तरकारी, अचार, दही जेसँग सर्भ गर्दा पनि यो एकदमै बेस्ट हुन्छ। आज चाहिँ मैले पराठालाई दहीसँग सर्भ गरेको छु र आशा छ आजको रेसिपी भिडियो हजुरहरूलाई पक्कै पनि मन पर्यो होला। यस्तै नयाँ रेसिपीको लागि मेरो च्यानललाई लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गरी धेरैभन्दा धेरै माया र सपोर्ट पनि गरिदिनु होला र भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।